हेलो साथीहरु सबैलाई नमस्ते हैन। आज हामी एउटा रिभर साइड बबई रिभर साइड यसो फरेस्ट साइड हामी क्याम्पमा आज हाम्रो क्याम्पमा आएको छौं। त्यति मात्र हैन गाइस, हामी फेरि आज एडभेन्चर पनि छ किनकि हामी एउटा मसान घाटमा आएको छौं। भोजपुरको मसान घाट सबैभन्दा डेन्जरस दाङ जिल्लाको सबैभन्दा खतरनाक डेन्जरस। आज हामीले सबैलाई भूत नाच देखाउने गन्तव्यमा आएको छौं। ल सबै कसले नाच देख्नु भएको छैन आज देखाउने छौं। ल हाम्रो पहिला हाम्रो एडभेन्चर यता देखाए लाइट बल्ब बत्ती त्यहाँ। ल सागर केही दुई शब्द भनिदिनु पर्यो। मेरो के भनिदिने दुई शब्द सागर। ल रमाइलो भइरहेछ। ल रमाइलो भइरहेछ हैन। ल हाम्रो आजको त्यो देखाइहालौँ एकछिन। यो हाम्रो भनेको आगो ताप्नको लागि यो रिभर साइड हो। हेर्न सक्नुहुन्छ आज पुरा के रे खगरास हेर्नु यसरी लागेको थिए जुन यस्तो टक्क लगाएर हैन माथि चन्द्रदेव हेर्नु भएको छ। अहिले रातिको 11 बज्न लागेको छ। हामीले तर यता यता टक्क लगाएर हामीले पुरा एउटा नाइट यो चाहिँ ताप्नुको लागि आगो बालेका छौँ। ताप्नुको लागि हो। हेर्नु साथीहरु पुरा कराया वरिपरि भूतको राछन् के राछन्। यता चाहिँ हाम्रो यहाँ अन्डा पक्दैछ। यता चाउचाउहरू भयो हिँड्यो बगरम बगरम। हाम्रो परेश भाइ हुन्छ हाम्रो यहाँ सागर दाई। ल लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्दै हामीलाई साथ दिनु होला। ल त हुन्छ त है। बाइ बाइ। अब एकछिन पछि भेट्छौँ हामी। हजुर बत्ती छ बडा त्यहाँ डालेको आइपुगेछ। यतिखेर हाम्रो पौनी 11 बजिसकेको छ। हेर्नुहोस् गाइस यतातिर हाम्रो फेरि अब अन्डा उसिन्ने कार्यक्रम भइरहेछ हैन। यता टक्क लगाएर यसलाई पनि मिठासपूर्वक बनाइदिउँ भनेर यहाँ आगो बलिरहेछ। त्यसै गरी यतातिर हाम्रो नुडल्सहरू भयो अनि उतातिर स्प्राइटहरू के कोल्ड ड्रिङ्कहरू भयो हैन। अनि यो भयो अनि यतातिर हेर्नु साथीहरु यस्तो फरेस्ट साइड छ नि हेर्न सक्नुहुन्छ। यो भनेको साथीहरु हाम्रो यो रिभर साइड हैन। यो पुरा रिभर साइड हो हैन। हेर्न सक्नुहुन्छ यहाँ पुरा यो रिभर साइड पुरा कति गहिरो छ नदी। फेरि यहाँ यति गहिरो छ नदी यहाँ पुरा गहिरो नदी छ। अनि त्यो पुरा बडा के मजा बडा यसरी। अनि यो फेरि हाम्रो जंगल साइड पुरा उतातिर पुरा जंगल साइड ठुलो हाम्रो फरेस्ट साइड फरेस्ट मिक्स रिभर साइडमा आएको हैन। उतातिर पनि पुरा बगरे बगर साथीहरु। यो भनेको पुरा बङ्कर स्टान हो हैन। यहाँ मान्छेहरु सबै मसान घाटदेखि लिएर सब छ यहाँ हैन। तर पनि हामी यहाँ यसो निडरका साथ हामीले चलनशील भएर हैन एडभेन्चर्सको लागि आएका छौं। हेलो गाइस वेलकम ब्याक टु आवर न्यू भिडियो। हामी साथीहरु हेर्न सक्नुहुन्छ यता फेरि हाम्रो इजिकम के जाग्न डाबा पकाइरहनु भएको छ। उतातिर हाम्रो आगो ताप्नेको लागि हो साथीहरु। अब यहाँ हाम्रो भाडा मजाले कार्यक्रम भइरहेछ हैन। यहाँ अनि एकछिन चाउचाउ टेकाउनको लागि पानी पखालेको मात्रै पानी फेरि छुट्टै नदीको पानी हैन गंगाको पानी पवित्र हुन्छ। तर पनि हामी सफा पानी हुन्छ त मिनरल वाटर ल्याएर आछ। मिनरल वाटर लिएर आछ साइड घरबाट। ल यस्तै हाल्दिया होला पानी बाबु चाउचाउ राखिछ। पहिला एकछिन मलाई मलाई चाउ जान्ने यो पखालेको हुन्छ बडा। यो पखालिनु दुईटैमा पखालिनु लाग्यो। इदियो त बेला नि पानी यो प्लास्टिक मण्डालम ल औलाले पानी पुग्दैन त्यसले हो खान जान्छ फेरि अहिले। आयो खान्छ तर पानी पनि त्यही कुरा ठिकै छ। ai पुमले बसी जम्स ज्ञान यो सबै यतातिर अन्डा भयो अग्न पुरा फुटेर खतम भइगेछ हैन। त्यही पनि ठिकै छ। हेर्नु साथीहरु बलेरमा ए तिमीले किन हालेबाट पराले त्यसरी बडा चम्दाले त त्यस्तै के पुरा गर्दा के भइगेछ के यार। अब आनन्द ट्र्याक्टरले दस कहिले ट्र्याक्टर गर्छ कहिले अहिले हामी पुरा सेफ जोनमा छौँ। सेफ पनि के भन्ने अझै 12 बजे आछन् केटाहरू 12 बजे के भन्ने होला के गर्छ बडा यसरी साच्चै बडा के बडा सागर पर सागर नि खुट्टा पक्रेर पै लताटी गरे के गर्ने हामीले सागर त्यस्तो बागे दिए रसा पकड्ने गरे
रिभर साइड साथीहरू अहिलेको हाम्रो 11 बजेर 33 मिनट गएको छ। यति राति छैन होइन, हाम्रो यहाँ चाउचाउ पाक्दैछ। हेर्नुहोस् करेन्ट चाउचाउ हो होइन। अनि के छ हाम्रो राय सल्लाह दिनुहोस् परमेशज्यू, कस्तो गइरहेको? एडभेन्चर गरिन्छ लाइफमा, जिन्दगीमा गर्नु पर्छ होइन। तर आजको जस्तो यो अविस्मरणीयको चाहिँ कहिले हुन्छ होइन। म मसानसँग खेलेर आउने होइन, म मसानसँग खेलेर आउने मसान बस्न खेल्दा हजुर। वीर मसानो कस्तो मसानो त्यो त थाहा भएन। एकचोटि बड्डी त थिएँ, ज्वाइन भनेर गएको बड्डी पड्डी गाइज, के गर्ने। सागर सर ढटाउनुहोस् हजुर। म डरा छैन क्या, म डरा छैन। कहिले ड्राउन्डमा छ गाइज होइन। हामी पनि सिङ्गल, यहाँ पनि विवाहित। अब घरमा बुढीको डराउनु सक्छ। होइन त्यस्तो होइन। मेरो भाइ डरा जस्तो छ, डराइ पनि त्यही पनि बोल्या छ। केटाहरू अरू सब बोल, यिनी नाम काटेर नबोल फेरि रातिमा आइहाल्छ नि फेरि नाम नकाएर केरा। हेर्नुहोस् साथीहरू, हाम्रोको अहिलेसम्म बचेको यति छ। अब हामीले खाने होइन, अन्तिम चरणको लागि हो यति हो। अब पछि यहाँ हाम्रो ठुलै क्याम्प फायर छ होइन। अलि नजिक बस्यो भने त अनि त ठिक छ, फेरि चाहिँ राम्रो फेरि बट आगो क्लिनमा उठ्नु जान्छ। खामा भए फर्स्ट बाइट है ल। ल साथीहरू खाम त सागर चम्चा ल। चेस ल चेस गाइस, ल सबै चेस है। ल चेस। अब राख आनन्दले खाम केटाहरू, हतार केही छैन। 1 बजोस् 2 बजोस् होइन। साथीहरू अहिले आगो मजासँग बलिरहेको छ, हेर्नु सक्नुहुन्छ होइन। यता हाम्रो पडोसीले खाइरहनु भएको छ। हेर्नुहोस् साथीहरू, अहिले 12 बजेर 1 मिनट गएको छ होइन। पुरा करेक्ट 12 बजेको छ। यति सुनसान छ होइन। डाङ्गी लम्काइरहेको छ। केसको आवाज साथीहरू थाहै छैन होइन। अब त्यही पनि हामीले निडर भएर यसो सामना गरेर बसिरहेको छौँ होइन। कहिले पानीमा छमछम गर्छ यार, त्यही पनि ठिकै छ। मासु पोल्न मासु पोल्न अब ल अघि न त्यस्तो मारे 1 किलोको पर नि कता हो। कीर्तन गाउँछौ अब त, जय जय दुर्गा माता, कीर्तन गाउँछौ अब त, हरि बोल जय जय। उत्तर दिशा के हमारी देवी, ईशान दिशामा जाओ। उत्तर दिशा के हमारे, ईशान दिशामा जाओ। ईशान दिशा के बनेको छ छहराले यो छ तिम्रो, बगेको छ छोरा रगतमा मेरो, पखेरोमा जमने बनेको छ छहराले यो छ तिम्रो, बगेको छ छोरा रगतमा मेरो, पखेरोमा जमने टाकुरामा हुर्के, म झुक्दै नझुक्ने नेपालको छोरो, म झुक्दै नझुक्ने नेपालको छोरो। भनेको छ छहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो, पखेरामा जमने टाकुरामा हुर्के, म झुक्दै नझुक्ने नेपालको छोरो, म झुक्दै नझुक्ने नेपालको छोरो। बनेको छ छहराले यो छाती मेरो, बगेको छ छहरा
रगतमा मेरो पखेरमा जन्मे काकुरामा हुर्के म झुक्दैन झुक्ने नेपालको छोरो म झुक्दैन झुक्ने नेपालको छोरो म झुक्दैन झुक्ने नेपालको छोरो बनेको छ पहाराले यो छाती मेरो बगेको छ छहरा रगतमा मेरो पखेरोमा जन्मे कटुरामा हुर्के म झुक्दैन झुक्ने नेपालको छोरो। ल साथीहरू होइन हाम्रो मिठो प्रस्तुति देखाइसक्यौँ। अब हामी घर प्रस्थान होइन हाम्रो केरो पोला अब त बाँकी है अझै केरो पोले मागी छ। अहिले गेल हुन्थ्यो के प्रोग्राममा। ल साथीहरू फेरि हाम्रो केटाहरूले केरो पोलाइ गर्ला अर्ग्यानिक अर्ग्यानिक कति खानिस् गाइज हामी अब नेचुरल खाने अर्ग्यानिक हामीले सागर हामीले बिहान खाएकेरो होइन र यार बाँकीको टेस्टी केरो टेस्टी केरो हो साथीहरू है पुरा अर्ग्यानिक एकदम अर्ग्यानिक। आज झालै आएको छ फेरि झालै साथीहरू कस्तो मिठो होला अब सोध्नुहोस्। चोर्याम यो कुरा गोप्य नै के अरे के अरे गोप्य नै राख्दिनु गाइज। के अरे प्रवेश यो केरो चाहिँ चोरेर लिएको केरो हो गाइज। त्यसले गर्दा चाहिँ गोप्य नै राख्दिनु है। हो र हजुर चोरो पनि कस्तो थाहा छ किने यता 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 यसको फुपूको छोराको बोईको बाजेको माइतीको भाइको नातिको बारीबाट चोरीको गाइज। साइन पनि लगाइदियो यतिको चाहिँ चोर्या हुँदैन। हेलो गाइज अहिले हाम्रो नाइट क्याम्प समापन भइसकेको छ। अहिले 2:15 लगभग बजिसकेको छ होइन। ल अब कति बस्ने होइन होइन अलिअलि रेस्ट पनि गर्नु पऱ्यो होइन। त्यही भएर हामी अब जानु लागेको छौँ। हेर्नु सक्नुहुन्छ हाम्रो यो आगो हाम्रो पुरा आगो तापेको थियौँ होइन। थोरै बचेको छ अब त्यत्र मुङ्रा पनि। अब हेर्नुहोस् देखाउनु बाई बाई मसाला बाई बाई गरिदिन्छु मलाई मसाला छ होइन। अब सामान काटेर होइन अब पिकनिक नाइट क्याम्प आएको त सामानहरू अलिअलि थोरै सामान थियो होइन। सामान यसमा मैले बोकेको छु गाइज। अब घरतिर लाग्यौँ। ल बाई 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 मसान घाट बुढा मेरो मोबाइल कता ए मोबाइल यहाँ गएर मोबाइल खोजेर नि मैले यार। ल बाई साथीहरू ल चुप्पा गाइज गुड नाइट। साग तिनीहरू केही दुई शब्द जाओस् न। जोस् रमाइलो भयो। फेरि आउँछ बालीले जित्यो भने अब बाली सरकार भयो भने हामी फेरि खुसियालीमा अवस्मरणीय पल भयो आजको। ल भाइ रमाइलो भयो। तर भन्छन् 3 जना भएर मात्र हामी यस्तो रमाइलो गरी सोचेको थिएनौँ सागर। यस्तो सोचेको तर साथी गाइज जिन्दगीमा धेरै बनाएर काम छैन। कम बनाउनुहोस् तर राम्रो बनाउनु मन मिल्ने बनाउनु। मन मिल्ने बनाउनु। ल बाई यति भन्दै